हेलो साथीहरु, म चाहिँ हिजो पनि सोनिकाकोमै बसेँ है। हिजो आज सोनिकाकोमै बसेँ। म चाहिँ घरै गएको छुइनँ, त्यही भएर एउटै लुगामा देख्नु हुँदैछ हैन। अन्त म चाहिँ भर्खर रुममा उठेर चाहिँ जानु पर्यो रुम भनेर चाहिँ सोच्दै थिएँ। छिटैमा कोक्पा मेरो मामाले चाहिँ स्विमिङ पुल जाउँ अरे नि त, लानु हुने अरे नि त। जस्तो सुकै लैलु झराकझुरुक उठेर हो जे छ त्यही लगाएर हिँड्दै मेरो पालो। अन्त खै कुन चाहिँ पुल जाने हो। तर यहाँ छ निनी चाहिँ कोक्पा चाहिँ एटिएम गइरहेछ। यता आइकन त निनी। अन्त कोक्पा चाहिँ पैसा निकाल्नु गइरहेछ एटिएम है। अन्त हामी चाहिँ पर्खिरहेको छौँ। आज त हुँदैन होला भिडियो भनेको त फेरि बनाउने मौका मेरो मामाले दिइहाल्नु भयो। है यो सरामसापट्टि जानुपर्छ अरे। खोइ कुन चाहिँ रिभर भ्यू भन्दैछ। अब म चाहिँ गएको छुइनँ रिभर भ्यू चाहिँ, कि गएको कुन त नाम याद नभएको पनि हुनसक्छ। गएर पनि कोक्पा चाहिँ हाम्रो ह्यान्डसम कोक्पा चाहिँ यहाँ हुनुहुन्छ। कोक्पा यहाँ हाई भन्नु न हौ, के साह्रो रिस उठ्दो यहाँ हेर्नु त। हेलो भन्नु न, यहाँ बोल। यहाँ चाहिँ गाडी भन्दैछ। हजार कसको मेरो। अब चाहिँ हामी पुलतर्फ लागेको हो। यहाँ छ कोक्पाहरू चाहिँ यहाँ कस्तो यो चाहिँ यस्तो हुन्छ कि अब भ्लग गर्दाखेरि चाहिँ नि होइन, म चाहिँ क्यामेरा चाहिँ होल्ड गर्ने तरिका हुन्छ नि, कोही बेला चाहिँ राम्ररी मजाले होल्ड हुन्छ हो। अब भइरहेको नि त, अघि पनि मैले गरेँ होइन, भइरहेको नि त। फेरि एकैछिनमा कन्फ्युज हुन्छ म, अब कसरी भनेर। अब म यता छ होइन क्यामेरा होइन, अब मैले पछाडि देखाउनु पर्दाखेरि चाहिँ कसरी भनेर क्या त कन्फ्युज हुन्छु क्या त म चाहिँ नि। अब अहिले गरिरहेको छु होल्ड, एकछिनमै कन्फ्युज, यादै हुँदैन। अब अहिले गर्दैछु म ब्याक क्यामेरा, ब्याक पनि देखाउँदैछु, फ्रन्ट पनि, अगाडि पनि मलाई पनि देखाउँदैछु, यहाँ पनि देखाउँदैछु होइन। त्यहाँ फेरि अब मैले एकछिन राखेँ फोन, त्यहाँबाट एकछिनमै निकाल्छु, फेरि बिर्सिन्छु हुन्छ नि। अब कसरी गरेको थियो अघि मैले, कस्तो सजिलो भएको थियो नि त, अहिले त फेरि कस्तो अप्ठ्यारो नअप्ठ्यारो भयो त भन्ने हुन्छ क्या त आफै। अन्त म चाहिँ त्यसरी आफैमा खोइरहेको हुन्छु। हेर्छु नि म तल पनि। हेलो गाइज। हेलो गाइज। अब चाहिँ हामी आइपुगेछौँ रिभर भ्यू। अन्त यहाँ लेखिरह ए बे बाटो मात्रै देखाएको रिभर भ्यू भनेर लेखेको छ। आइपुग्नु पर्यो। छ्या यहाँ खेलौ, यता हेर्छु र। छ्या यस्तोमा चाहिँ को खेल्छौ। कहिले सिकाउनु मलाई। ल हामी चाहिँ आइपुग्यौँ। टिकट पनि काट्यो, 200 रुपियाँ रहेछ है यहाँको टिकट चाहिँ। बढाएको रहेछ, जनवरी दिन बढाएको अरे। 200 रुपियाँ छ, चिल्ड्रेनको 100 रुपियाँ रहेछ। लास्ट टाइम त हामी आउँदाखेरि त हावाले फुटेको 3200 भन्नुपर्छ नि त जान्छ। 3200 त मेरो दिमागमा आएन।
यस्तो यस्तो पुल चाहिँ सानो रहेछ। हो यत्रो पुलको चाहिँ हामीलाई 200 रुपियाँ लिएको छ। अब चाहिँ लुगा फेर्नु पर्ने हुन्छ यहाँनिर। तात्तिरहेछ त जिउ बस्यो। यहाँनिर अस्ति चाहिँ उयो चिकन चाहिँ त्यहाँ बनाएको कि मलाई चङ्खोसँगले चाहिँ भातमा चाहिँ पकाएर टाप दिएको नि। गन्ना कहाँ गयो? गन्ना सबै भाँची होइन होइन कि म यस्तो रहेछ साथी हो। अरू कहीँ पुलमा आएको अब जाने है पानीमा। ढुङ्गा चाहिँ टाँसेर बनाएको रहेछ यो चाहिँ आफै चाहिँ यस्तो स्ट्रक्चर भएको होइन कि ढुङ्गाको, यो चाहिँ टाँसेको रहेछ हो। यहाँनिर यो छ नि जुन चाहिँ यो चाहिँ टाँसेको रहेछ माथि र माथिको ढुङ्गासँग। यसले चाहिँ यो चाहिँ नेचुरल चाहिँ होइन, यो चाहिँ बनाएको रहेछ। बुई चाहिँ ग्रिनरी चाहिँ छ। अब समर लाग्दैछ, तपाईँहरू पनि आउनुहोस् होला। हामी त आइहाल्यौँ। अनप्लान्ड हुन्छ मेरो चाहिँ जहिले पनि हुन्छ नि क्या ड्रागन फ्लाई। अब चाहिँ हामी लुगा फेरेर पानीमा पस्दैछु। मलाई पनि कोक्पाकै हापेर निकालिदिएको छ होइन त ए कहाँ हो अन्त लगाउनु पर्यो नि होइन, सेफ्टी फर्स्ट। त्यही माथिबाट भाइहरू मात्रै रहेछ पुलमा। यसरी खेल्नु त सक्दैन। सबै यहाँनिर पस्दैछ है। हाम्रो भान्जीको च्यानल रहेछ। फुटबल टिम गयो, फुटबल टिम। फुटबल क्याप्टन अगाडि गयो है यो। यता फेरि हो खतरा पसी गयो हाम्रो वर्षा। कुदियाल 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 ए ल आछु भने चाहिँ स्विमिङ पुल आएर आछु भने आमा अर्को फेरि क्याप्टनको पछाडि आयो है ऊ। ले हाम्रो भाइहरू पनि खेल्दैछ सबै। अब यहाँ चाहिँ ऊ चिसो भयो अरे, जानु मानेको छैन हो। हो यता सास बन्द भयो भन्दैछ। ओ नि है राम्रोसँग है, राम्रोसँग। ल पोसियाल पोसियाल भाइ पोसियाल। ल राखिदिएको ल। खेल्न छिटो अन्त खेल्दै खेल्दैन अन्त कसरी बनाउनु। अब हाम्रो यता भान्जी दामी खेल्यो दामी खेल्यो दामी 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 दामी। यता फेरि माइजू हो, माइजू पोसिया ल। हो पर भाइहरू छ दामी खेल्दैछ। है दामी दामी भाइ दामी खेल्यो। भयो अरे हो। ऊ हेर्नु हाम्रो माइजू चाहिँ यसो डुबे यसरी खेल्छ है, खतरा खेल्छ है। ऊ ऊ ऊ हो निस्किँदैन ऊ। 2 मिनट 3 मिनट पनि निस्क्यो। ला उसले आफ्नै ठाउँ पनि झन् बिर्स्यो। दामी यता हाम्रो दृश्य भन्छ तर पानी पस्नु डराउँछ हो। खालि त्यो उभि मात्रै राख्छ। खेल्छु भनेर आयो खेलेन हो। ऊ पर हेर्नु हाम्रो वर्षा भान्जी खेलेको दामी खेल्दो रहेछ नि त आमा। तर पानी निले अब चाहिँ हामीले स्विमिङ पनि गरिसक्यौँ, सबै गरिसक्यौँ होइन। शीतल पनि भयो।
तर मलाई चाहिँ टाउको दुखेको जस्तो हुँदैछ है। अब चाहिँ निक्लेको, अब चाहिँ हामी निक्लिन आँटेको। यहाँ हाम्रो निनी कोक्पा फोटो खिच्नु हुँदैछ। हामी चाहिँ त्यहाँबाट निक्लिसक्यो। खाना खान आइरहेको छौँ है। आज हाम्रो कहाँ देखेछ त? बेलुका खाना नबनाउने अरे खाना खान आइरहेको छौँ है। अर्डर चाहिँ भइसक्यो, आइपुगेको छैन। यहाँ बसेको छ है सोनिका, कोक्पा, निनी, भाइ। हाम्रो खाजा आउन आँटेको छ। निनीको चाउमिन, भाइको चाउमिन, अब सोनिका र कोक्पाको चाहिँ आउँदैछ। मेरो चाहिँ कुन चाहिँ हो? कहाँ हुन्छ त्यो? हाई पनि हुँदैन, तँ देखिरहेछ। हामीले हाई गर्नु पर्यो नि त। ल थ्याङ्क यू फर वाचिङ आवर भिडियो। लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, अन्त कमेन्ट गरिदिनुहोस् है। यति नै हो आजको लागि चाहिँ।